नमस्कार सम्पूर्णमा। म लगभग 2062 तिर चाहिँ सन्तोष पन्त सरकोमा चाहिँ हिजो कुरामा खेलेको थिएँ र आज मेरो छोराछोरी त्यो अवस्थामा लगभग मेरो छोराछोरी भइसक्दा मैले फेरि मलाई पुनः अवसर पाएको छु। हाम्रो कृष्ण पौडेल सरलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आफ्नो मन लागेको कुरा यो चाहिँ मेरो एकदम मन लागेको कुरा हो, त्यो चाहिँ मैले अब सो अप गर्नेछु र हजुर सम्पूर्णले साथ दिनुहुन्छ भन्ने मैले आशा गरेको छु। थ्याङ्क यू सो मच। धन्यवाद सम्पूर्ण साथीहरूलाई जसले यस अब मेरो फेसबुक पेज र मेरो प्रोफाइलमा जसले यस भिडियो हेर्नुहुनेछ। पहिला सर्वप्रथम त आदरणीय अग्रज कलाकारहरूलाई हामी सबैले सम्मान गर्छौँ यहाँ होइन। अहिले यहाँ मध्येकोमा सबैभन्दा अग्रज उहाँ नै हुनुहुन्छ। हामीले अग्रजलाई चाहिँ एकदम सम्मान गर्न सिक्नुपर्छ है। कलाकारितामा सबै आफ्नो आफ्नो ट्यालेन्ट हुन्छ, ट्यालेन्टमा पनि अलिकति अग्रजलाई हामीले चाहिँ सम्मानै गर्नुपर्ने हुन्छ होइन। नेपाल टेलिभिजनमा हिजो आजको कुराकानी सन्तोष पन्त दाइको होइन, त्यो बेलामा हामी बच्चा थियौँ, त्यही टेलिसिरियल हेरेरै हामी हुर्केको हो। त्यो बेलामा टेलिसिरियलको पर्दामा देखेको कलाकार आज प्रत्यक्ष रूपमा हामीले उहाँसँग सँगै यसरी एउटै सेटमा काम गर्न पाउँदा तपाईँहरू खुसी हुनुहुन्छ नि है? अनि यतातिर हाम्रो उजेली म्याडम, यता हेर्नुहोस् त, तपाईँलाई के छ त? अनि सबै ठिक छ साथीहरु, अलि यता हेर्नुहोस्। अनि तपाईँले चाहिँ हाम्रो यस टेलिसिरियलकी चम्पा पात्रलाई के भन्न चाहनुहुन्छ? चम्पा पात्र उहाँ आइदिनु भएको छ, यहाँ हामीलाई साथ सपोर्ट दिन्छु भन्नुभएको छ, एकदम खुसी लागिरहेको छ। त्यसै गरी उहाँको साथ सपोर्ट हामीले सधैँभरि पाइरहौँ, हामी यसमा आभार व्यक्त गर्न चाहन्छौँ। र साथ सपोर्ट त हामीले पाइन्छ नै, र सबभन्दा धेरै कुरा आज कहीँ पनि जाँदाखेरि आफू जति नै पुरानो भयो पनि अलिकति सुरुमा जाँदाखेरि अलिकति होपलेस भइन्छ होइन। र दिदीबाट हामीले धेरै कुरा सिक्छौँ पनि, हो कि होइन भन्नुहोस् त होइन? र तपाईँ सिक्ने तयारी हुनुहुन्छ नि? एकदम म त एकदम एक्साइटेड हुनुहुन्छ? आर यु एक्साइटेड? यस एक्साइटेड। अनि यतापट्टि भाइ, नमस्कार। अब यी भाइ देश विदेश दुनियाँ खाएर नेपाली यो इन्डस्ट्रिजलाई है, इन्डस्ट्रिज क्षेत्रलाई एकदमै प्यारो नजिकबाट माया गरेर कलाकारितालाई रगतमा नसा बनाएर बगाएर आफ्नो प्यासन बनाएको भाइ होइन। भाइ अब डेनमार्क गएर पनि त्यो विदेशी भूमिमा गएर काम गरेर पनि आइसकेको अनुभव छ। अनि त्यस पछाडि यता गएर अस्ट्रेलियाको भाषा आइटी होइन, आइटी होइन पढाउँदैन अस्ट्रेलिया, पिटी पढाउने यिनी टिचर पनि हुन् भाइ होइन। र आफैमा एकदम शिक्षित र एकदम कलाकारिता जुन नसामा रगतमा बगेको भाइ आज हामीसँग यस टेलिसिरियल कन्तबिजोग टेलिसिरियलमा आइरहँदाखेरि यो टिमको म मात्रै होइन, यो टिमै पनि एक्साइटेड छ होइन। यतापट्टि अब वकिल साहबलाई भेट्दा पनि सबै एक्साइटेडै हुन्छौँ होइन। अब जे चाहिँ हुन्छ कन्तबिजोगले गर्छ, देश कन्तबिजोग नै छ। हामी यो कन्तबिजोगलाई अब चाहिँ जे सक्छौँ मर्मत गर्छौँ देशलाई कन्तबिजोगबाट है। यो भन्दै सबैलाई बाइ। के बोले गल्ती भयो कि